मर्सी मात्रै स्वर्ग पुग्छ भन्थे तर म जिउँदैमा स्वर्ग देख्न पाइरहेको छु। नेपालमा नि ज्ञान हस्पिटलको माथि हेलिप्याड छ भने हाम्रो यस्तो टुप्पोमा हेलिप्याड छ हैन। यस्तो दामी लगाएको छौँ। अन्त यो पछाडि छ देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ। सो यो डाँडामा चाहिँ हेलो नमस्ते वेलकम ब्याक टु माई अनदर ब्लग। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। आई होप सबैले सन्चै आरामै हुनुहुन्छ होला। सो म पनि एकदमै फिट एन्ड फाइन छु। सो तपाईहरुले नयाँ देख्यो होला मेरो पछाडिको ब्याकग्राउन्डहरु। सो नयाँ ठाउँमा म घुम्न आएको छ नि त। हल्का फुल्का घुमेर हैन थाकेर चाहिँ हल्का भिडियो बनाउन भनेर सोचिरहेको थिएँ नि त। त्यही भएर अहिले चाहिँ म घुमेर नि गइरहेको। फेरि यस्तो दामी छ नि यो गाउँ चाहिँ स्वर्गको टुक्रा। मान्छे मर्सी मात्रै स्वर्ग पुग्छ भन्थे तर म जिउँदैमा स्वर्ग देख्न पाइरहेको छु। हिमालहरू चाहिँ हल्का कुहिरोले ढाकेर चाहिँ नदेख्ने भइरहेछ। सो स्वर्ग किन जानु पर्यो मामु ताप रेब्ला तिदो ए नाच्छ नि हाम्रा। अनि यता बढी हाम्रो ल्याङ्ग्वेज चल्छन् तामाङ ल्याङ्ग्वेज हैन के भन्नु। तर एउटा खुसी म खुसीले चाहिँ यो मेरो मन चाहिँ गुदगुद भइरहेछ। किन भन्दाखेरि चाहिँ विश्वासै गरेको थिएन तपाईहरुले 500 सब्स्क्राइबर पुर्याइदिन्छ भनेर। तपाईहरुको माया सपोर्ट एकदमै यसरी नै पाइरहोस् हैन। धेरै प्राउड फिल भइरहेछ मलाई पनि रहेछ फ्यान फलोअर्स भन्ने सोचिरहेको छु म चाहिँ हैन। एकदमै म चाहिँ अहिले तल पछाडि गाउँमा जान लागिरहेको छौँ। अन्त यतातिर कोदोको खेती भइरहेछ आजभोलि। तमिन्यो अब लुजाङ दा अन्त यता मेरो भेनाजु हुनुहुन्छ। हेलो ह्यान्डसम बिटिएस। उहाँ र म चाहिँ घुम्दै गाउँठाउँ स्वर्ग घुम्नु पर्यो नि त हैन। स्वर्ग रङ बेरुबी भ्याली तारी आदोदा नादो माया सुमरी मेरी आदोदा भन्ने गीत हाम्रोतिर यहाँ फेमस छ नि त। फेमस गीत हो हाम्रो यतातिर। हामी छिट्टै 1K पनि कम्प्लिट गर्नेछौँ गाइस। सपोर्ट गर्दै गर्नु होला। पुग्न आँट्यो हाम्रो मात्र 500 सब्स्क्राइबर बाँकी छ। पुग्न आँटिरहेछौँ। सो गाइस यो तपाईहरुले जसले कमेन्ट गर्नुहुन्छ उहाँहरूले म यहाँ घुम्नलाई फ्रीमा ल्याउने छु। फ्रीमा घुम्ने मन छ भने हल्का कमेन्टमा म पनि आउँछु भन्नु होला है। म फेरि फ्रीमा खाना बस्न हैन घुमाउने म सबै फ्रीमा हो तपाईहरुलाई फ्रीमा। ओके हैन। हेलो हो हैन हो हेर्नु न तपाईहरु नै देख्न सक्नुहुन्छ यस्तो दामी ठाउँ। फेरि दशैंमा चाहिँ हामी यो पछाडि बल खेल्न जान लागेको। सानो काठमाडौँ भन्ने यो पछाडि छ हाम्रो चाहिँ। अनि यता टिप्लिङको ठुलो गाउँ छ यो भन्दा नि एकदमै ठुलो गाउँ छ। अन्त यो स्कुल भइहाल्यो त्यो चाहिँ स्कुल भइहाल्यो। अनि यता आजभोलि हालो जोतिरहेछन् बिउ छरिरहेछ के त्यही भएर चाहिँ अघिको बुवा पनि हल्लो कोतालो बोक्दै आइरहनु भएको थियो। सो आज एकदमै खुसी भइरहेको छु म। किन भन्दाखेरि तपाईहरुको सपोर्ट एकदम धेरै पाएँ क्या मैले भन्नुपर्दा। म एकदमै खुसी भइरहेछ। गाइस यस्तै माया गरेर सपोर्ट गरिदिनु होला। म पनि हल्का सानो ब्लग भनेर चिन्ने विचार गरेको छु। तर भन्नुपर्दा चाहिँ हाम्रो यस्तै पहाडको बिचमा भनौँ न है गाउँ चाहिँ सबै ठाउँमा। हाम्रो रोड त अहिले कहिले हो दसैँ आउने कहिले हो डोजर आउने कहिले हो
यस्तो भइरहेछ। अन्त त्यही हो होइन, सपोर्ट एकदम मलाई बवाल भइरहेछ तपाईँहरूको सपोर्ट पनि मलाई एकदम जरुरी पनि छ होइन। तपाईँहरूले मलाई एकअर्कालाई बवाल तरिकाले माथि लानु पऱ्यो क्या मलाई पनि हो। साँच्ची भनेको म कसम म रातभर नसुतेको, तपाईँहरूको 50-60 भ्युज आउँदाखेरि म रातभर नसुतेको खुसीले। अनि 1-2 सब्सक्राइब बढ्दाखेरि म होइन यस्तो म नाच्छु, फ्र्याङ नाच्थेँ होइन। यही हो ठुलो गाउँ हाम्रो चाहिँ, एकदम राम्रै भनौँ न, एकदमै राम्रो गाउँ चाहिँ यो हो। तलदेखि देख्न सक्नुहुन्छ तपाईँहरूले, यही हो ठुलो गाउँ चाहिँ। योभन्दा होइन 3टा छ, उता लापा चाहिँ झनै ठुलो छ, अनि यता पछाडि तिप्लिङ पनि ठुलै छ, एकदमै ठुलो गाउँ। अनि तर सानो मान्छेहरू सानो भयो कि हाम्रो च्यानललाई पनि अब सबैले सपोर्ट गरिदिनु न, सानो भयो क्या हल्का। त्यही भएर म हल्का खुसी एकदम। आज चाहिँ 500 सब्सक्राइब पुगेको म सेलिब्रिटी भन्नु यही जस्तो भइरहेछ कि, सेलिब्रिटी हान्दिउँ कि भनेको हल्का म एक्लै भयो नि त होइन, साथीहरू धेरै चाहिने हो, अनि म एक्लै के रमाइलो गरौँ भनेर, त्यही भएर चाहिँ सेलिब्रेट पनि गर्ने छ। 1K को चाहिँ सेलिब्रेट गर्ने छ होइन। तर तपाईँहरूको सपोर्ट एकदम चाहियो क्या मलाई पनि, चाहियो क्या। यता भिलेज केटालाई पनि, गाउँले केटालाई पनि चाहियो क्या सपोर्ट चाहिँ। सो म अहिले यता आइपुगेँ, गइरहेको है। हामी डाँडामा भेट्नेछौँ हेलिप्याडमा, बाई बाई। सो गाइज यो चाहिँ हाम्रो होइन रुबी भ्यालीकै एकदमै ठुलो हेलिप्याड, नेपालमा नि ज्ञान हस्पिटलको माथि हेलिप्याड छ भने हाम्रो यस्तो टुप्पोमा हेलिप्याड छ होइन, यस्तो दामी। फेरि तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो कस्तो ठाउँमा गाउँहरू छ भने कुरा चाहिँ, यस्तो भिडमा छ भने हाम्रो चाहिँ। ओइ यहाँ आउनु न। वाह हेलिप्याड, के भन्नु न मेरो ब्लगमा, के भन्ने त मलाई भन्नै आउँदैन। खाना लाउनु भाइ के जाने है मैले, हल्का फोटो हान्नु पर्ने भिडियो नै गर्दैन भने यार उनीहरू एकदम लजाउने गर्छ यार। लजायो भने मान्छे के भने सोच हुनु पऱ्यो गाइस है। हेलिप्याड चाहिँ हाम्रो यो यस्तो टुप्पोमा चाहिँ हेलिप्याड छ भन्ने ल पोज देखाउ न। चामल बोक्न लाग्यो, हामी दोकान जान लाग्यो, पसल जान लाग्यो बाटोमा चाहिँ है गाइस। हल्का सपोर्ट चाहियो कि मलाई भन्दाखेरि हल्का गफ लागे जस्तो होला होइन, तर गफ होइन, स्वर्गको टुक्रा यतै छ कि हाम्रो, यता छ हाम्रो स्वर्गको टुक्रै भनौँ न। तर गफ लाग्यो होला जस्तो लाग्यो होला, गफ हाने जस्तो, तर त्यस्तो होइन। एकदमै हामी स्वर्गमै बसेको, स्वर्गमै होइन। तर काठमाडौँ जस्तै प्लास्टर यस्तो ढलान चलान केही छैन, यस्तै हाम्रो ढुङ्गाले बनाएको घर होइन, जस्तोले बनाएको त्यस्तै हो। तर स्वर्ग भन्दा कम छैन हामी चाहिँ माथि हो नि त, पाहाडमा स्वर्गै भनौँ न, माथि बस्ने मान्छे हामी, तल बेसी कहिले झर्दैनौँ। सो लाइफमा काठमाडौँ पुगेको छैन मैले भन्नुपर्दा होइन। तर यो गाउँले केटाले चाहिँ 500 सब्सक्राइबर कमाउँछ भनेर सोचे पनि थिएन क्या। तपाईँहरूले यति छोटो समयमा यस्तो बवाल तरिकाले मेरो सब्सक्राइब ग्रो हुन आँटिरहेछौँ गाइस होइन। मलाई युट्युबहरूले म्यासेजहरू आउन थाल्यो, त्यही भएर आइरहेछौँ भनौँ न म्यासेज होइन, एकदम खुसी लागिरहेछ। त्यही भएर पहाड़ों में बीच में हमारा छोटा से गांव है नीचे
लेट्स सी है म अहिले देखाउँछु। अन्त सानो गाउँ त तलतिर पनि छ, तलतिर नि छ सानो गाउँ त। सो म पनि नाखे हाम्रो रतन दाईलाई चाहिँ नाके भन्दो रहेछ है। यता आँखे हुन्छ, आँखे फेरि म होइन गफ धेरै जस्तो लाग्यो, गफ धेरै भयो जस्तो लाग्यो क्या मलाई चाहिँ। तर के गरेर है म एकदम इन्जोय मान्छे यार, हल्का फुल्का त हुनु पऱ्यो नि होइन। सो गाइस म चाहिँ अहिले शिव डाँडामा आएको छु है, शिव हेर्न आएको छु। अन्त शिव पछाडि छ देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ। सो यो डाँडामा चाहिँ एकदम धेरै होइन आनन्द फिल पाउँछ क्या यहाँ केटाहरू। यस्तो दामी हामी अघिको गाउँको तल्लोपट्टि चाहिँ यो गाउँ छ गाइस होइन, देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो दामी गाउँ छ। अन्त यो पछाडि पनि एउटा गाउँ छ। अनि यो हाम्रो नौ डाँडा भनेको यहाँ छ, नौ खोला नौ डाँडा यहाँ चाहिँ हाम्रो त्यस्तो छ होइन। अन्त शिव यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, शिव म देखाउँछु तपाईँहरूलाई है। शिव यो चाहिँ हाम्रो माने भयो है। अन्त शिव 22 फिटको शिव भन्दा फेरि कहाँ देख्छ यार, एकदम होइन हावा खतरा हो नि यहाँ त। भिडियो चाहिँ शिव धुरिया क्या म्या जानु पर्छ हेर शिव कस्तो ब्लड भनेको कस्तो लाग्यो गाइस। शिव हल्का मधुरो देख्यो क्या। हामी फेरि यो तल गाउँमा जान लागेको छौँ होइन। सो हेर्दै गर्नु होला। हाम्रो चाहिँ यो चाहिँ सानो पोखरा गाउँ हो, सानो पोखरा भन्छ हाम्रो यो गाउँलाई चाहिँ। सानो पोखरा सानो गाउँ है, एकदम निट एन्ड क्लिन छ, खतरा छ यो गाउँ चाहिँ। सो हामी चाहिँ यो तल गाउँ पुगेर आएको, चामल पुग्न गएको क्या। चामल पुग्न दोकान त्यो डाँडा काट्नुपर्छ भने यार दोकान पुग्नलाई। लास्टै हाम्रो जिन्दगी त भिलेज जिन्दगी त एकदमै गाह्रो छ नि यार। बिजी छ सबैजना होइन, म मात्रै यस्तो होइन। अब के गरौँ त, चामल पुग्नलाई यो डाँडा काट्नुपर्ने यार, हाम्रो के अन्त जिन्दगी यार। हेलो नेताहरू यार, हामीलाई नि गाडी पठाइदिनु पऱ्यो, बाटो बनाइदिनु पऱ्यो। बाटो त राम्रै भनौँ तर के गर्ने त, गाडी आउँदैन, बाटो छ गाडी छैन, गाडी छ बाटो छैन, यस्तो भइरहेछ हाम्रो सिचुएसन गाउँतिर यार। लास्टै भयो यार, यो त लास्टै भयो। गर्मीमा बोक्नुपर्ने छ हामीले चामल। सो थाकिसक्यो है गाइज। दुईवटा भिलेज हामी भिजिट गरिसक्यौँ, हाम्रो माथिको ठुलो भिलेज र यो तल पनि ठुलो भिलेज है। हामी घुमेर भ्याइसक्यौँ, भित्र त जान पाएन। सो माथि मात्रै देखाउन पाएँ तपाईँहरूलाई। कुनै दिन चाहिँ एक दिन चाहिँ म भित्रै होइन छिरेर भिलेज के कस्तो छ देखाउने छौँ। सो आजलाई यति गरौँ। सो सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। अर्को पालि चाहिँ हामी सबै देखाउने छौँ। चौकतिर चामल बोक्ने तरिका यसरी हो क्या अन्त यार। सो चामल चाहिँ बोक्नु पर्ने हुन्छ हामीले यस्तो गर्मीमा है। सो यति नै गरौँ गाइज। अर्को पालि अर्को भिडियोमा चाहिँ नेक्स्ट भिडियोहरूमा चाहिँ म गाउँभित्रै गएर देखाउँछौँ तपाईँहरूलाई। गाइज चल्दिएको लुकुल भइआयो चल्दिएको गाइज।